स्वागत छ। आज हामी नेपालको संविधान 2072 यसको कार्यान्वयन पक्षमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हाम्रो आधार चाहिँ काशीराज दाहालज्यूको प्रशासन पत्रिकामा छापिएको लेख छ, संविधान कार्यान्वयन उपलब्धि अपेक्षा र चुनौती। हो, निकै सान्दर्भिक लेख छ त्यो। हो नि, यही लेखलाई टेकेर अब संविधानले देखाएको बाटो कस्तो छ, अनि हामी हिँडिरहेको बाटो कस्तो छ, उपलब्धि के छन्, चुनौती के हुन्, यिनै कुरा खोतल्ने हाम्रो आजको उद्देश्य हो। ठिक छ। सुरुमा नि मलाई रबर्ट केनेडीको एउटा भनाइ याद आयो। उहाँले भन्नुभएको थियो, न्याय र कानूनको इज्जत संविधान वा अदालत वा वकिलले मात्रै बनाउने होइन, बरु समाज बनाउने, कानून मान्ने र त्यसको रक्षा गर्ने नागरिकले बनाउँछन्। कस्तो सान्दर्भिक है आजको हाम्रो विषयलाई। एकदमै। यो भनाइले त झन् प्रश्न पार्छ कि संविधान भनेको खाली कागजको खोस्टो होइन, यो त नागरिकको सक्रियताले जीवन्त हुने कुरा हो। हो त। संविधान आखिर के हो त भन्दा यो देश चलाउने मूल कानून हो। यसले नागरिकको अधिकार सुरक्षित गर्छ, राज्य कसरी चल्छ भनेर बाटो देखाउँछ, अनि राज्य र जनताको सम्बन्ध कस्तो हुने भनेर तोक्छ। संसारभरि हेर्यो भने पनि अब त संविधानकै आधारमा राज्य चलाउने चलन छैन। कतै अमेरिका जस्तो राजनीतिक अधिकारमा जोड, कतै नर्डिक देशहरू जस्तो आर्थिक सामाजिक अधिकारमा। चीनतिर अलि फरक विचारधारा छ, तर मूल धार चाहिँ संवैधानिक लोकतन्त्र नै हो। लोकतन्त्रका आधारभूत कुराहरू संविधानमै लेख्ने चलन छ। नेपालको संविधान पनि त्यही बाटोमा छ। नेपालको यो संविधानसम्मको यात्रा त लामै भयो नि, होइन? 2007 साल अघिदेखिको माग हो नि, कति लामो सङ्घर्ष, अनि कति संविधान आए गए, जनआन्दोलन भयो, सशस्त्र सङ्घर्ष भयो, बल्ल बल्ल दोस्रो संविधान सभाले 2072 असोज 3 मा यो संविधान दियो। यो संविधानले बोकेको खास सङ्कल्प, यसको जुन जग हो, त्यो सिद्धान्त चाहिँ के हो जसले यसलाई अलि फरक बनाउँछ के? निश्चय नै यो लामो यात्राको निचोड हो। यसको सबभन्दा ठूलो सङ्कल्प नै समतामूलक समाज बनाउने हो। समतामूलक समाज हो, अनि त्यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था। लक्ष्य चाहिँ उही, दिगो शान्ति, सुशासन, विकास र समृद्धि। अनि सिद्धान्तहरू नि? सिद्धान्तहरूमा त अब प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, यी सबै लोकतन्त्रका आधारभूत कुराहरू छन्। अनि अर्को एउटा शब्दावली छ, समाजवाद प्रति प्रतिबद्ध भन्ने। यसलाई ठ्याक्कै त्यही अर्थमा भन्दा पनि अलि लोक कल्याणकारी राज्य, सामाजिक न्यायतिर ढल्केको भनेर बुझ्नु पर्ला। अनि अर्को महत्त्वपूर्ण कुरा, राष्ट्रिय हितलाई स्पष्ट पारेको छ, जस्तो देशको सार्वभौमत्व, अखण्डता, स्वाधीनता, एकता। यस्तो हित विरुद्ध काम गरेमा दण्डनीय हुने व्यवस्था पनि छ। त्यो पनि छ। ल, यी त भए आधारभूत कुरा। अब संविधानका ती अलि ठोस विशेषताहरू के हुन् त, जसले यी सिद्धान्तलाई व्यवहारमा ल्याउन खोज्छन्? जस्तो मौलिक हककै कुरा गरौँ न। राम्रो प्रश्न। विशेषताहरूले नै त कार्यान्वयनको रूपरेखा कोर्छन्। पहिलो त तपाईले भने जस्तै मौलिक हक 31 वटा छन्। 31 वटा? हो। आधारभूत मानव अधिकारहरू नै हुन् धेरै जसो। तर महत्त्वपूर्ण के छ भने उपचारको हक सहित छ, मतलब हक पाइएन भने अदालत जान पाइयो। त्यो महत्त्वपूर्ण भयो। अनि सँगसँगै नागरिक कर्तव्य पनि तोकिएको छ। दोस्रो, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व। यी तुरुन्तै अदालतबाट लागू गराउन नसकिएला, तर राज्यलाई बाटो देखाउने सिद्धान्त हुन्। यिनीहरूको पालना भयो कि भएन भनेर अनुगमन गर्न संसदमा समिति नै रहने व्यवस्थाले यसको महत्त्व देखाउँछ, होइन? हो। अनि सङ्घीयता नि, यो त सायद यो संविधानको सबैभन्दा धेरै चर्चा भएको र सबभन्दा ठूलो परिवर्तन पनि होला। हो त, सङ्घीयता त यसको मेरुदण्ड नै हो भन्दा हुन्छ। धारा 57ले के भन्छ भने राज्यको शक्ति सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडिएको छ। 3 तहमा? 3 तहमा 753 वटा स्थानीय तह छन्। अनुसूचीमा कुन तहको अधिकार के हो भनेर लिस्ट नै छ। एकल अधिकार, साझा अधिकार, सूची नै छ। हो। अनि यी तहहरूले काम गर्दा राष्ट्रिय एकता, सार्वभौम सत्ता, अखण्डता जस्ता साझा सिद्धान्त धारा 56 को 6 मा छ। यो बिर्सन भएन। उनीहरूको सम्बन्ध चाहिँ सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुनुपर्छ भनिएको छ।
सुन्दा त राम्रो सुनिन्छ, सहकारिता, सहअस्तित्व, समन्वय। व्यवहारमा कत्तिको छ त? हो, व्यवहारमा चाहिँ चुनौती छ, तर यो अत्यावश्यक पनि छ। अब राजनीतिक विवाद भए अन्तर्प्रदेश परिषद जस्ता संयन्त्र छन्, समन्वयका लागि चाहिने कानून सङ्घीय संसदले बनाउँछ। अनि शासन प्रणाली र अदालतको संरचनामा पनि केही फरक छ? शासन प्रणाली त बहुलवादमा आधारित, बहुदलीय प्रतिस्पर्धात्मक, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणाली नै हो, तर निर्वाचन प्रणाली चाहिँ मिश्रित छ। मिश्रित भनेको? केही सांसद प्रत्यक्ष चुनाव जितेर आउने, पहिलो हुने, निर्वाचित हुने, केही चाहिँ पार्टीले पाएको भोटको अनुपातमा समानुपातिक प्रणालीबाट आउने। यसले गर्दा संसदमा अलि धेरै थरीका मान्छेको प्रतिनिधित्व मतलब समावेशिता बढेको छ। ए, त्यो फाइदा भयो। हो, अनि न्यायपालिका चाहिँ एकीकृत नै छ। 3 तह, सर्वोच्च, उच्च र जिल्ला अदालत। तर विशेष मुद्दा हेर्न विशेष अदालत बनाउन सकिन्छ। अनि स्थानीय तहमा न्यायिक समिति भन्ने छ, जसले मेलमिलाप गराउने र केही सानातिना मुद्दा मामिला मिलाउने काम गर्छ। यसले न्यायमा पहुँच बढाउँछ कि भन्ने आश छ। यहाँनिर एउटा कुरा सोधिहालौँ, संविधानमा त रोजगारीको हक, आवासको हक, खाद्य सम्प्रभुता जस्ता आर्थिक सामाजिक हक पनि छन् नि? छन्। सुन्दा त कस्तो महत्वाकांक्षी। हाम्रो देशको अहिलेको आर्थिक अवस्था हेर्दा यी हकहरू कतिको पूरा होलान्? स्रोतले केही भन्छ यसबारे? तपाईले एकदमै व्यावहारिक कुरा उठाउनु भयो। स्रोतले पनि मानेको छ कि यी हकहरू मतलब तुरुन्तै 100% लागू गर्न त राज्यको स्रोत, साधन, क्षमताले भ्याउँदैन। तर यिनलाई संविधानमा किन राखियो भन्दा राज्यलाई सामाजिक न्यायप्रति सधैँ जिम्मेवार बनाइराख्न हो। ए, दबाव सृजना गर्न हो, एक किसिमको नैतिक दबाव। ल, मैले यो दिशामा काम गर्नुपर्छ है भन्ने सम्झाइराख्ने। नत्र त राज्य यस्ता कुरामा मतलबै नगर्न पनि सक्थ्यो नि। हो त। त्यसैले यी हकहरू राज्य बलियो हुँदै गएपछि बिस्तारै पूरा हुँदै जान्छन् भन्ने अपेक्षा हो। एउटा लक्ष्य जस्तो भयो। ठिक छ। संविधान आएको पनि अब झन्डै 8 वर्ष हुन लाग्यो। यत्रो समयमा कार्यान्वयन कस्तो देखिन्छ त? केही ठोस प्रगति देखिन्छ? ल, अब अलि यसलाई केलाएर हेरौँ न, कहाँसम्म आइपुग्यौँ हामी? संविधान आफैले सबै ठिक पार्ने त होइन। यसको सफलता त कसरी लागू गरिन्छ भन्नेमा भर पर्छ। संसारमा पनि हेर्नुस् न, कति ठूला देशमा संविधान लागू गर्दा कति सङ्कट आए। हो, इतिहास छ। नेपालको सन्दर्भमा हेर्दा यो अवधिमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन्। स्रोतले पनि मानेको छ। पहिलो र सायद सबभन्दा ठूलो उपलब्धि सङ्घीयता कार्यान्वयन हुनु हो। त्यो त हो। समयमै 3 तहको चुनाव भयो, संरचनाहरू बने। यो आफैमा सानो कुरा होइन। सुरुमा अलि समन्वयमा समस्या देखिए पनि छलफलबाटै समाधान गर्ने कोसिस भइरहेको छ। अनि समावेशिता पनि बढेको छ। महिला र अरू समुदायको प्रतिनिधित्व देखिन्छ। यो राम्रो पक्ष हो। दोस्रो, संविधानप्रतिको स्वीकार्यता बढेको छ। विभिन्न राजनीतिक दलहरू चुनावमा भाग लिनुले नै यो देखाउँछ। अझै पनि संवाद, सहमतिको प्रयास भइरहेको छ। अनि संविधान त परिवर्तनशील हुन्छ, संशोधन गर्न सकिन्छ। त्यसैले राजनीतिक समस्या समाधान गर्ने ठाउँ बाँकी छ। तेस्रो उपलब्धि? तेस्रो, विगतको जस्तो अस्थिरताभन्दा अलि बढी राजनीतिक स्थिरता देखिएको छ। चुनावबाट बहुमतको सरकार बन्ने, प्रदेश र स्थानीय सरकारहरूले काम गर्न थाल्दा संविधानको महत्त्व पनि बढेको छ। स्थानीय तहमा अधिकार गएपछि जनताले सरकार नजिकै आयो भन्ने महसुस पनि गरेका छन् केही हदसम्म। हो, त्यो अनुभूति महत्त्वपूर्ण छ। चौथो, संस्थागत संरचनाहरू बनेका छन्। अदालतहरूको पुनर्संरचना भयो, संवैधानिक निकायहरू बनेर काम गर्दैछन्। हुन त केही आयोगहरूले अझै पूर्णता पाउन बाँकी छ, तर संरचना त बन्यो। अनि विकास र प्रशासनतिर? पाँचौं, विकासको सोच अलि प्रष्ट भएको छ। जस्तो समृद्ध नेपाल, सुखी नेपालीको नारा आयो। 15औं योजना बन्यो। 6औं, प्रशासनिक पुनर्संरचना र कर्मचारी समायोजनको काम मोटामोटी सकिएको छ। यसलाई कति जनमुखी बनाउन सकिन्छ त्यो आफ्नो ठाउँमा छ। अनि कानुनी? र 7औं, महत्त्वपूर्ण कानुनी आधार तयार भएको छ। मौलिक हक लागू गर्ने ऐनहरू बने। मुलुकी अपराध संहिता, देवानी संहिता जस्ता ठूला कानूनहरू लागू भए।
यी उपलब्धि सुन्दा त संविधान कार्यान्वयनको एउटा जग चाहिँ बसेछ भन्ने लाग्छ होइन। राजनीतिक संरचना बन्यो, कानून बन्यो, स्वीकार्यता बढ्यो। पहिलेको त्यो काली लाग्दो अस्थिरताको तुलनामा त यो एउटा आधार बन्यो। हो, आधार बन्यो। यसले समृद्ध नेपाल, सुखी नेपालीको सपनातिर जान एउटा अवसर त पक्कै दियो, तर अवसरले मात्रै पुग्छ र? तपाईँले ठिक ठाउँमा समात्नुभयो। जग बसे पनि घर बन्न बाँकी छ र यो घर बनाउने काममा अनेकौं चुनौतीहरू छन्। स्रोतले पनि गम्भीर रूपमै उठाएको छ यी कुरा। के हुन् त मुख्य चुनौतीहरू? यसलाई हामी केही समूहमा हेरौँ न। पहिलो, मानसिकता र व्यवहारको चुनौती। सोचाइमै समस्या हो, सबभन्दा ठूलो चुनौती यही हो कि जस्तो लाग्छ। पुरानै केन्द्रीकृत सोच, त्यही शैलीले संघीयता, समावेशिताको मर्मलाई अझै पुरै अँगाल्न सकेको छैन। दोस्रो, संरचना र पैसाको चुनौती। संघीयता आफैमा खर्चिलो प्रणाली हो। तीन तहको सरकार चलाउन पैसा चाहिन्छ। हाम्रो जस्तो अर्थतन्त्रलाई यो खर्च धान्न गाह्रो छ। त्यो त छँदै छ। अनि तीन तह बीचको समन्वय, सहकार्य अझै राम्रो हुन सकेको छैन। कहिलेकाहीँ अधिकारको विषयमा विवाद पनि देखिन्छ। राजनीतिक तहमा नि? तेस्रो, राजनीतिक र प्रक्रियागत चुनौती। चुनाव असाध्यै महँगो भयो, जसले गर्दा राजनीतिमा पैसाको खेल बढ्यो अनि पार्टीहरूभित्रै पनि आन्तरिक लोकतन्त्र, सुशासन कति छ भन्ने प्रश्न उठ्छ। अनि जनताका सिधा सरोकारका विषय? चौथो, सामाजिक आर्थिक चुनौती। गरिबी, बेरोजगारी, असमानता जस्ता समस्या त उस्तै छन्। यी समस्या समाधान नभएसम्म संविधानको फाइदा आम मान्छेले कसरी पाउने? ठीक हो। अनि पाँचौं, सुशासन र प्रशासनिक चुनौती। भ्रष्टाचार अझै ठूलो टाउको दुखाइ हो। प्रशासन यन्त्र अझै पनि जनतालाई सजिलो हुने गरी, नतिजा दिने गरी चल्न सकेको छैन। समन्वयको अभाव पनि देखिन्छ। यी सबै चुनौती सामना गर्न बलियो राजनीतिक इच्छा शक्ति र राम्रो व्यवस्थापन चाहिन्छ। बाप्रे, चुनौतीहरूको त पहाडै रहेछ। ल, यी समस्याबाट पार पाउन, अगाडि बढ्न स्रोतले केही बाटो देखाएको छ? के गर्नुपर्छ भनेर केही सुझाव छन्? छन्। स्रोतले त निकै विस्तृत सुझावहरू दिएको छ। म त्यसलाई छोटकरीमा केही मुख्य बुदामा भन्छु है त। हुन्छ। पहिलो, संस्थागत सुधार। यसमा सबभन्दा पहिले त शान्ति प्रक्रियाको बाँकी काम सकेर दिगो शान्ति ल्याउनु पर्यो। त्यो अझै बाँकी छ। हो, अनि संसदलाई, खास गरी संसदीय समितिहरूलाई बलियो बनाएर सरकारलाई उत्तरदायी बनाउनु पर्यो। न्यायपालिकामा सुधार, नियुक्तिदेखि सेवा प्रवाहसम्म गरेर जनताको विश्वास जित्नु पर्यो। भ्रष्टाचार रोक्न जुन निकायहरू छन् तिनलाई बलियो बनाउनु पर्यो। यहाँ एउटा चाखलाग्दो सुझाव छ, अनुचित कार्यको पनि छानबिन गर्ने व्यवस्था थप्ने। मतलब भ्रष्टाचार नै नभए पनि पदको दुरुपयोग, प्रशासनिक अनियमिततालाई पनि हेर्ने। त्यो पनि राम्रो कुरा हो। दोस्रो, प्रक्रियागत सुधार। चुनावलाई कम खर्चिलो, निष्पक्ष र समावेशी बनाउने कुरा महत्त्वपूर्ण छ। कसरी? जस्तो पार्टीले पाएको भोटको आधारमा राज्यले नै चुनाव खर्च बिहोरी दिने कि, अनि नोटा, मतलब कुनै पनि उम्मेद्वार मन परेन भनेर भोट हाल्न पाउने व्यवस्था लागू गर्ने कि, यस्ता सुझाव छन्। नोटा। अनि प्रशासनलाई जनमुखी बनाउन, कर्मचारीको काम हेरेर बढुवा गर्ने, एउटै ठाउँबाट सेवा दिने, एकद्वार प्रणाली, अनावश्यक संरचनाहरू हटाउने जस्ता कुरा छन्। बजेट समयमा ल्याउने र समयमै खर्च गर्ने, त्यो असारे विकास रोक्ने कुरा पनि यसैमा पर्यो। अनि संघीयता र समन्वयबारे के छ? तेस्रो, संघीयता र समन्वय। यसमा सबभन्दा महत्त्वपूर्ण कुरा सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार के हो, कसरी समन्वय गर्ने, कसरी सल्लाह गर्ने भन्नेबारे प्रश्न पार्ने। सङ्घीय ऐन छिटो बनाउनु पर्यो भन्ने छ। त्यो ऐन बनेको छैन अझै। कतिपय महत्त्वपूर्ण ऐनहरू बन्न बाँकी नै छन्। अनि मोडल कस्तो हुने भन्दा, राष्ट्रिय नीति मापदण्ड सङ्घले बनाउने, प्रदेशले समन्वय गर्ने, स्थानीय तह चाहिँ सेवा दिने र विकास गर्ने काममा केन्द्रित हुने। स्रोत साधन, राजस्व, प्राकृतिक स्रोत बाँडफाँड गर्दा पनि वस्तुगत आधारमा न्यायोचित तरिकाले गर्नु पर्यो भन्ने छ। चौथो र सायद अढी अमूर्त तर उत्तिकै महत्त्वपूर्ण, सांस्कृतिक र व्यवहारगत परिवर्तन। राजनीति र प्रशासनमा सेवाभाव र नैतिकता चाहियो। आचरण, व्यवहार सफा र मर्यादित हुनु पर्यो। दण्डहीनता हटाउनु पर्यो, जवाबदेही बन्नु पर्यो। यो त अलिक गाह्रो तर महत्त्वपूर्ण कुरा भयो। हो, संस्कृति निर्माण गर्ने कुरा हो यो।
सुझावहरू त निकै विस्तृत रहेछन्। शान्ति प्रक्रियादेखि कानून, चुनाव, अदालत, प्रशासन, पैसा अनि सोचाइ र व्यवहारसम्मै सुधार चाहिने देखियो। यो त पुरै प्रणाली नै योगक्षेम गर्नुपर्ने जस्तो पो सुनियो। हो, समस्याहरू धेरैतिर जलिएका छन्, त्यसैले समाधानका उपाय पनि त्यस्तै बृहत हुनु स्वाभाविकै हो। र यी सुझावहरूले हामीलाई फेरि फर्केर त्यही पुर्याउँछन्। मूल चुनौतीहरू के हुन् त? गरिबी, बेरोजगारी, भ्रष्टाचार, न्यायमा पहुँचको कमी त छँदैछ। त्यसमाथि पार्टीहरूभित्रै लोकतन्त्र कति छ? कहिलेकाहीँ संविधानको सीमा नै नाग्ने जस्तो व्यवहार देखिन्छ। कार्यान्वयनमा अलि उदासीनता छ। तहहरूबीचको सम्बन्ध अझै बलियो भइसकेको छैन। यी समस्या समयमै समाधान भएनन् भने त्यो संविधानले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना झन् टाढा पुग्छ। हो नि, काशीराज दाहालले लेखमै भन्नुभए जस्तो संविधानले त बाटो मात्र देखाउने हो, बुद्धि र विवेक त प्रयोग गर्नेमा भर पर्छ। ठ्याक्कै। यो कुरा त यहाँ एकदमै मिल्दो रहेछ। संविधानले एउटा खाका दियो, तर त्यसमा रङ भर्ने काम त राजनीतिक दल, सरकारी अड्डा, नागरिक समाज अनि हामी सबै आम नागरिकको हो। सायद चुनावमा जनताले दिने मत नै सबैभन्दा ठूलो मूल्याङ्कन हो। एकदम। संविधान भनेको ढुङ्गामा खोपेको अक्षर मात्रै होइन, यो त सास फेर्ने जीवन्त दस्तावेज हो। स्रोतले भनेकै छ, कुनै पनि संविधान आफैमा पूर्ण हुँदैन। पूर्णता भनेको स्वस्थ र स्वच्छ अभ्यासबाट आउने हो। यसको मतलब संविधानलाई लगातार लागू गर्दै जाने, इम्प्लिमेन्टिङ, यसका राम्रा कुरालाई फैलाउँदै जाने, प्रमोटिङ, र यसलाई बिगार्न खोज्नेहरूबाट जोगाउँदै जाने, सेफ गार्डिङ काम निरन्तर गरिरहनुपर्छ। हो, र यो सबैको सफलता आखिरमा केमा गएर जोडिन्छ भने राज्य कति सक्षम हुन्छ र देशको अर्थतन्त्र कति बलियो हुन्छ भन्नेमा। चाहे त्यो दिगो विकास लक्ष्य पूरा गर्ने कुरा होस् वा विकासशील देश बन्ने हाम्रो लक्ष्य। ल, आजको यो निकै गहिरो विश्लेषणलाई अब यही बिट मारौँ है त। हुन्छ। मूल सन्देश के रह्यो भने नेपालको संविधान 2072ले एउटा राम्रो लोकतान्त्रिक बाटो देखाएको छ, तर यसको सफलता कागजमा होइन, हामी सबै सरोकारवाला सरकार, दल, नागरिक समाज, आम जनताले कति इमान्दार भएर, कति निरन्तर, कति प्रभावकारी रूपमा यसलाई लागू गर्छौं भन्ने हाम्रो इच्छा शक्ति र व्यवहारमा भर पर्छ। यो खाली कानून मात्रै होइन, हाम्रो साझा भविष्य बनाउने एउटा वाचा पनि हो। र जाँदा एउटा प्रश्न सबैलाई सोच्नको लागि छोडौँ न त, जसको जवाब सायद स्रोतमा पनि ठ्याक्कै छैन। हुन्छ, के प्रश्न? हामीले संविधानका धारा, संरचना, कानून, प्रक्रियागत सुधारका अनेक कुरा गर्यौं, तर यदि एउटै कुरा मात्र रोज्नु पर्यो भने कुन चाहिँ त्यस्तो अभ्यास वा संस्कृतिगत परिवर्तन, मतलब कानूनभन्दा पनि हाम्रो व्यवहार, हाम्रो सोचाइमा आउने परिवर्तन, जसले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न सबैभन्दा ठूलो, सबैभन्दा सकारात्मक भूमिका खेल्न सक्ला? निकै घटलाग्दो प्रश्न। जोन स्कार भन्ने विद्वानले भनेका छन् नि, भविष्य भनेको कतै लेखेर राखेको ठाउँ होइन, यो त हामीले हरेक दिनको कामले बनाउने कुरा हो। र यो बनाउने प्रक्रियाले हामीलाई पनि बदल्छ, हाम्रो गन्तव्यलाई पनि बदल्छ। यसैमा सोचौँ न त।